आजभन्दा करिब 6 वर्ष अगाडि 2076 सालमा त्यति बेलाका तत्कालीन मन्त्री गोपालमान श्रेष्ठज्यूले शिलान्यास गर्नुभएको यो भिरकोट 4 छाङछाङदी र वालिङ 11 छतिवन जोड्ने 120 मिटर लामो मोटरेबल पुलको शिलान्यास भएको थियो। अनि त्यसपछिको चुनावमा हाम्रो गोपालमानज्यूले पराजय हुनुभयो र त्यसपछि राजनीतिक खिचातानीका कारण यो पुलको काम हुन सकेन। साथै त्यसमा अरू विविध कारणहरू पनि थिए र 2 वर्षमा सकिनुपर्ने पुल करिब अहिले 6 वर्ष पुग्दा पनि कामै हुँदैन कि जस्तो, पुलै सम्पन्न हुँदैन कि जस्तो अवस्था पनि आएको थियो। अहिले आएर अनि बिस्तारै बिस्तारै काम हुँदै गयो। अनि रायमाझी कन्स्ट्रक्सनका प्रोप्राइटर सोम गौजनले यसलाई चाहिँ प्राथमिकताका साथ काम गरेर अहिले यसलाई लास्ट स्टेजमा पुर्याउनु भएको छ। अब पुलको काम लगभग सकिँदै गयो। यो माथिल्लो चाहिँ नि टपको काम अब रेलिङ मात्रै बाँकी छ। रेलिङको काम पनि अब आजैबाट सुरु भएको छ र त्यसपछि यहाँ करिब 6 इन्च जतिको पिच हुन्छ। पिचको काम पनि रेलिङ भइसकेपछि पिचको काम पनि हुन्छ र अहिले 2टा ड्रम ट्रकले यसमा चाहिँ नि फिलिङ गर्ने र माथि जाने, यता जाने र उता जाने दुईतर्फको फिलिङ गर्ने काम 2टा ड्रम ट्रकले गरिरहेका छन्। अब यही रफ्तारमा काम हुँदै गयो भने मेरो विचारमा आउने वर्ष, यो वर्ष आर्थिक वर्षभित्रै सम्पूर्ण कामहरू कम्प्लिट हुन्छन्। पुल यति राम्रो छ, यति मजबुत छ, यसमा चाहिँ नि केही त्यस्तो चाहिँ कमी कमजोरी केही देखिएको छैन। ठेकेदारले आफ्नो इमानदारिताका साथ काम गरेको देखिन्छ। हामीले पनि बेला बेलामा यहाँ आएर हेर्ने, यसो राय सल्लाह दिने गरिरहेका छौँ। यो पुलको ठेकेदार पनि बडा राम्रो हुनुहुन्छ र यहाँ खटिएका इन्जिनियर सुपरभाइजरहरू पनि राम्रो हुनुहुन्छ। उहाँहरूले चाहिँ नि दिलो ज्यान दिएर काम गरिराख्नु भएको छ। आशा गरौँ यो वर्ष यो पुल राम्रोसँग चाहिँ सम्पन्न हुनेछ र अब चुनाव पनि आउँदैछ। फेरि हाम्रो गोपालमान दाजुले फेरि पनि टिकट पाउनुहुन्छ र फेरि पनि उहाँ चाहिँ यसको उद्घाटन गर्न आउनुहुनेछ भन्ने आशा लिएका छौँ। ल, मेरो दाजु टिकाराम पनि यहाँ चाहिँ आइराख्नु भएको छ। हामी दाजुभाइले बेला बेलामा आएर निरीक्षण गरिरहेका छौँ। ल, सबैलाई धन्यवाद।